दर्शकबिन नमस्कार। पोखराको पिकनिक स्टपमा नेपाली बैंक म्यानेजरबाट दुर्व्यवहार भोगेका अमेरिकी पर्यटकले नेपालीलाई धन्यवाद दिएका छन्। दर्शकबिन केही दिन अगाडि पोखराको गाउँतर्फ घुम्दै जाने क्रममा अमेरिकी पर्यटकलाई पिकनिक मनाइरहेका नेपालीहरू मध्येका एकजना बैंक म्यानेजरले दुर्व्यवहारको प्रयास गरेका थिए। उक्त विषय सामाजिक सञ्जालमा ती बैंक म्यानेजरको चर्को आलोचना समेत भएको थियो। सामाजिक सञ्जालमा आलोचना बढ्दै गएपछि सामाजिक सञ्जाल मार्फत माफी समेत मागेका थिए। भिडियो चाहिँ नखिच्दिनु, भिडियो खिच्नुभन्दा अगाडि त कम्तीमा सोधिदिनु भनेर कन्सेन्ट लिइदिनु, मलाई भिडियो खिचेको मन परेन भनेर मैले उसलाई बताउन खोजेको हो। अब त्यो परिस्थितिले गर्दा त्यहाँ अलिकति रुड भएको देखिएको रहेछ। मेरो रुड हुने अथवा उसलाई थर्काउने भन्ने कुनै नियत थिएन। उसलाई त्यस्तो परेको रहेछ, त्यसको लागि आई डिपली एपोलोजाइज फर द्याट। म त्यसको लागि एकदमै माफी चाहन्छु। मेरो इन्टेन्सन त्यो थिएन। खालि भिडियो चाहिँ कन्सेन्ट नलिकन खिच्नु ठिक होइन भन्ने थियो। तर त्यो पिकनिकको माहौल परिस्थितिले गर्दा अलिकति रुड भएको देखिएको रहेछ, चर्को भएको देखिएको रहेछ। कुनै घुम्न आएको विदेशी पाहुनालाई बुलिङ गर्ने अथवा होच्याउने, हेप्ने भन्ने मेरो उद्देश्य नरहेको र त्यस्तो पर्न गएकोमा म एकदमै माफी चाहन्छु। तर यति बेला आएर उक्त प्रकरणको ती अमेरिकी पर्यटक जोयले नेपाली जनताहरूलाई सामाजिक सञ्जाल युट्युब भिडियो अपलोड गर्दै धन्यवाद दिएका छन्। असहज परिस्थिति उत्पन्न भएको भए तापनि लाखौं नेपालीहरूले आफ्नो पक्षमा आवाज उठाइरहेकाले नेपालमा असल मानिसहरूको बसोबास रहेछ भन्ने बुझेको छु भनेका छन्। So, like I said, I could never done this without you guys, but you guys did it. You guys showed the love and the support, like each other, and like I said, one incident, bad incident. आफ्नो पोखराको भ्रमण सकेर यति बेला जोय काठमाडौँ आएका छन्। काठमाडौँको विभिन्न ठाउँमा घुमेको रमणीय दृश्यहरू राख्दै नेपाल र नेपालप्रति कृतज्ञ रहेको उनले बताएका छन्। यसअघि जोय भारतको भ्रमण सकेर नेपाल आएका थिए। जोय अब नेपालबाट सिधै अमेरिकातर्फ जानेछन्। दर्शकबिन आजको भिडियो यति नै। तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट, शेयर गरिदिनु होला र तपाईहरुले यस च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने यस्तै खालको भिडियो हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गरेर छेउमा आएको बेल बटन अलमा पनि टच गर्नु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। नमस्कार।